हेलो गाइज, मेरो भ्लगमा फेरि म आज उपस्थित भइसकेको छु। अनि तपाईहरुले आज चाहिँ मेरो भ्लग चाहिँ कस्तो छ भने चाहिँ पत्कर बोक्ने रहेको छ। यो चाहिँ मेरो डोको, यो चाहिँ मेरो पत्कर बोक्ने हो। अनि आज पत्कर बोक्ने आज चाहिँ निर्णय गरेका छौँ र पत्कर लिन आइसकेको छु। र यदि मेरो भिडियो तपाईहरुले मन पर्यो भने तपाईहरु चाहिँ डु लाइक शेयर सब्स्क्राइब अनि लाइक कमेन्ट अनि शेयर गर्ने चाहिँ नभुल्दिनु होला। मेरो भिडियोलाई हेरेर चाहिँ लोकल भिडियोलाई हेरेर चाहिँ तपाईले चाहिँ नभुल्नु होला। एकदम सपोर्ट गरिदिनु होला, शेयर गरिदिनु होला, माया गरिदिनु होला, एकदम सपोर्ट गरिदिनु होला मेरो भिडियो हेरेर। अनि चाहिँ आज चाहिँ त्यो आजको भिडियो चाहिँ मेरो यस्तै रहनेछ। खासै सधैँ त म भिडियो बनाउन फुर्सद हुँदैन, त्यही पनि कहिले कहिले अपडेट गरिराखेको छु मेरो भिडियो चाहिँ। अनि मेरो नाचिरिङ भ्लगलाई चाहिँ तपाईहरुले चाहिँ हेर्न चाहिँ नभुल्दिनु होला है त। जस्तो दुःख सुख भए पनि आज मैले भिडियो चाहिँ बनाइराखेको छु। राम्रो भए नभए तापनि तपाईले एकदम एकदम मेरो भिडियो हेरेर तपाईले इन्जोय गर्नु होला अनि रमाइलो गर्नु होला। त्यस्तै हो। अनि गाउँघरको चाहिँ तपाईहरु यदि सडिया हुनुहुन्छ भने तपाईहरु सडिया हुनुहुन्छ भने चाहिँ मेरो गाउँघरको काम यस्तै हो। हेरेर तपाईले इन्जोय मार्नु होला, तपाईहरु रमाइलो गर्नु होला, मेरो भिडियोलाई हेरेर एकदम सपोर्ट गर्नु होला है त, नभुल्नु होला। म चाहिँ पत्कर बोकेर आज यस्तो हालतमा जहिले पनि नात्रिपिङ हुन्छ, कहिले पनि नात्रीमा के भएको पर्व न हात साथ त्यस्तै छ। बाइक बिग्रेर बाइक बनाउनु साथै कुदेर आएको पत्कर लिन। म पनि यस्तो हालतमा छु अहिले चाहिँ, एकदम फोडी अवस्थामा छु। एकदम पत्कर बोकेकोले। अनि मेरो बहिनीले मात्र सोर्ने भारी लगाइरहनु भएको छ। मेरो मम्मी चाहिँ सोर्ने, हामी मेरो बहिनी र म चाहिँ पत्कर बोक्ने। अनि हामी चाहिँ लोकल मल, प्राङ्गारिक मल चाहिँ हामी यसरी बनाउँछौँ पत्कर सत्तर बोकेर। अनि दुःख पीडा यसो गाउँघरको सङ्घर्ष नगरी नहुने लगाइछु। अनि एकदम सपोर्ट गर्नु होला। हेलो गाइस, अहिले चाहिँ हामी चाहिँ पत्कर सुन आएका छौँ। त्यस्तै हो जिन्दगानी है। अनि अहिले चाहिँ मेरो भारी चाहिँ छ यहाँ, म बोक्नु पर्ने। आज चाहिँ यस्तै छ हाम्रो आजको चाहिँ पत्कर बोकाइ हाम्रो यस्तो छ गाइस। सो यहाँ एकदम चिप्लो छ, एकदम खुसी छ। यो भित्र हामी चाहिँ भारी लाउँदैछन् बहिनी र मम्मीले। बसुन्छ जस्तै हो। सत्तरको भारी लाउँदै हुनुहुन्छ यस्तै हो गाइज। अनि अब दुःख सुख यस्तै हो। अब गाउँको काम नगरी पनि नहुने, नगरी पनि सुख नपाइने, गरेर पनि बढी दुःख पाइने, समस्या यस्तो छ। अनि यस्तै हो। अब हामी पर फेरि भेट हुनेछ है बाटोमा। ल फाइनल गइछु, बाटो चाहिँ बल्ल बल्ल निस्कियो। मेरो भारी यही हो, बोकाइ आफ्नो यस्तै छ गाउँघरको काम। फाइनली अहिले चाहिँ म बाटो निस्किसकेको छु। मैले बाटोमा भ्लग बनाउँदै हिँडिराखेको छु। अनि म चाहिँ अहिले फाइनली बाटो चाहिँ म निस्किसकेको छु जङ्गलबाट। अनि अहिले चाहिँ म बाटोमा टुइन्टु हिँड्दैछु म एक्लै, बहिनी पछाडि आउँदैछ। अनि कान्छी बहिनी चाहिँ पर बोक्नु सक्दैन, त्यही पनि कान्छी बहिनी पनि पर घरमा पर यो पत्कर राख्ने ठाउँमा चाहिँ बसिराखेको छ। हामी सँगै आउनेछौँ। अनि त्यस्तै हो गाउँघरको है कामकाज। हिजो अस्ति कचेट गरिसक्यो, कचेट सकेर चाहिँ अहिले हामी चाहिँ पत्कर बोक्ने तिर लागेर मेलेमेसो गरेका थियौँ। अनि आज चाहिँ बोकाइ मच्चेको छ है।
हात पनि एकदमै बाइक बनाउनुले अब नजिकमा के भन्नु ग्यारेज छैन यसो दुःख सुख आफूले बनाउनु पर्ने छ त्यही पनि बनेन आज बाइक पनि फाइनली भन्दा चाहिँ साह्रै दुःखद लाग्यो आज हाम्रो चाहिँ शुक्रबारको दिन बजार जानुपर्ने काम थियो गइएन अनि कामकाज गराइछ गाउँघरमै है लगाइछ पर अहिले गएर फेरि हामी पत्कर थुपार्ने ठाउँमा भेट हुनेछौँ है त बाटो यस्तै छ हिँड यस्तै छ अनि खडेरी एकदम लागिरहेको छ सबै अहिले पतझर अहिले समय हो पतझर वर्ष भनौँ अहिले पतझर समय हो जसरी भए पनि अहिले पतझर समय हो पात धेरै निकै झर्ने समय हो त्यसैले गर्दा अहिले चाहिँ हामी पत्कर बोक्न मचिराखेको छ हिजो अस्ति नै कचेट गरियो बल्ल बल्ल अहिले चाहिँ भर्खर कचेट गरिसकेर चाहिँ हामी चाहिँ फाइनल गाइस आइसक्यो बाहिर नआइपुगिन लडाइसक्यो पनि हाम्रो राख्ने ठाउँ चाहिँ यही हो ल ठिक छ बल्ल बल्ल आइसक्यो अनि यस्तै हो बल्ल बल्ल आइयो पनि है लुक सुक राम्रो छैन है मजाले क्यामेरा खासै राम्रो झिक्दैन पनि यस्तै के फाइनली आइसक्यो पत्तो राख्ने ठाउँमातिर पनि हामी आइसकेको छौँ यही हो हाम्रो राख्ने ठाउँ अनि हाम्रो यतै हो अनि आइसक्यो हाम्रो घाँस राख्नु पऱ्यो त्यो कुन्यु हो त्यसलाई ठ्याक्क नेपालीमा कुरा गर्दा कुन्यु भनिन्छ अब त कति बजेछ हौ अहिले चाहिँ 4 बज्नु आँटिसक्यो है समय अनि खाजासाजा पनि खाइसकेर पनि पस्ती भइसक्यो ब्लग एकदम यो त छोटै हुनेछ होला है गाइस छु फेरि पनि हामी चाहिँ लिन गइराखेका छौँ पत्कर लिन अनि आजको भिडियो अब सबै त मैले लगाउन सक्दिनँ होला किनभने भिडियो पनि अब लामो हुनसक्छ त्यसैले आज म भिडियो चाहिँ फुल भिडियो चाहिँ बनाउन सक्दिनँ आधा भिडियो चाहिँ बनाउन सक्छु है अनि ब्लगमा म अपडेट गर्न सक्छु सबै चाहिँ अलिकति लामो हुनसक्छ हेर्नलाई पनि नमजा हुनसक्छ त्यसले गर्दा म छोटो भिडियो लगाउने छु हेर्नु होला अनि गेचो अनि तपाईँहरूले चाहिँ हेरेर चाहिँ एकदम इन्जोय चाहिँ मानिदिनु होला म भन्न चाहन्छु कि सबैजनाले रमाइलो गरिदिनु होला मेरो भिडियो हेरेर खरबारी हिँडाइछ अहिले चाहिँ ऐ मासिटले लड्यो यार विच पिपुल हु पिपुल हौ तलको हौ हेलो गाइस अनि हामी चाहिँ आइसकेको छौँ अहिले हिँडिराखेको छौँ अहिले चाहिँ आइरहेको छौँ खरबारी म भनिहालेँ सबै भिडियो चाहिँ हजुर बाजे अब के गर्नु हौ अब के हुनु अल्छी लागेपछि अब जङ्गलतिर के भन्नुभयो बाजे स्याउला अब त्यही जङ्गलतिर हौ सोप्लातिर हामी चाहिँ यसो ल्याउँदैछौँ हाम्रो बाजेसँग तल हाम्रो लाम्छाने बाजेसँग गफ गरेको अलिकति कता हिँड्नुभएको बाजे ए हुन्छ त्यही हो अनि सबै भिडियो चाहिँ आज म हाल्न सक्दिनँ है म भनिहालेँ आधा भिडियो लाउने छु सबै फुल भिडियो बनाउँदा चाहिँ लामो भएकाले छोटो भिडियो लाउने छु